कार्यपालिका र न्यायपालिका बीच एकअर्काप्रति असन्तुष्टि बढ्नु सम्भवतः यो पहिलो घटना हो। नेपालको संविधानमा न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका तीन प्रमुख अङ्गहरूबीच शक्ति सन्तुलन चेक एन्ड ब्यालेन्सको व्यवस्थाले स्वतन्त्र न्यायपालिकाको व्यवस्था गर्दै हस्तक्षेपविहीन न्यायपालिकाको परिकल्पना गरिएको छ। वर्तमान बालेन सरकारको संवैधानिक नियुक्तिप्रतिको भूमिका कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले चर्को स्वरमा असन्तुष्टि जनाउनु भएको छ। विगतको इतिहासमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड र तत्कालीन प्रधान सेनापति रुक्माङ्गद कटवालको टकरावले प्रधानमन्त्रीले राजीनामा दिनुपरेको थियो। विधि र वैधानिकता परम्पराको हत्या गरेर गरिने स्वार्थपीडित कार्यहरूले निरङ्कुशताको झझल्को दिने भन्दै कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले चर्को स्वरमा प्रतिक्रिया जनाएकी छिन्। एउटालाई खाने बाघले अर्कालाई नखाला भन्न सकिँदैन, यस्तै किसिमको अभिव्यक्ति दिएका उनले सरकारले प्रधान न्यायाधीश नियुक्तिको मुखैमा संवैधानिक अध्यादेश ल्याउने र सरकारले प्रधान न्यायाधीश नियुक्तिमा खेलेको यस किसिमको भूमिकाप्रति रुष्ट बनेकी छिन्। गत बिहिबार मात्रै संवैधानिक परिषदले प्रधान न्यायाधीशको लागि रोस्टरको चौथो नम्बरमा रहेको डाक्टर मनोज शर्मालाई सिफारिस गरेको थियो। यससँगै नेपालको न्यायालयमा पहिलोपटक वरिष्ठता मिचिएको भन्दै आलोचना पनि भइरहेको छ। कानुन व्यवसाय हुँदादेखि यससँगै लडाई अझ बाँकी नै छ। विधिको शासन विरुद्ध षड्यन्त्र गर्ने विरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्छ। सामान्य सभामुखज्यूले एक ठाउँमा अभिव्यक्त गर्नुभएको थियो कि न्यायपालिका पनि सरकारको स्पिड र स्पिरिटमा चल्न सक्छ। म भन्न चाहन्छु संविधानको स्पिरिटमा न्यायपालिका चल्न सक्छ। सरकारको स्पिडमा चल्न सक्छ। संविधानको तब न्यायपालिका चल्न सक्छ जब न्यायपालिकालाई स्रोत साधनले सम्पन्न बनाउनुहुन्छ।